म अनिता हजुरहरूको साथमा फेरि एउटा छोटो भिडियो लिएर आइसकेको छु। भिडियो चाहिँ भनेको चाहिँ के हो भने नि आज चाहिँ केकको भिडियो लिएर फेरि पनि आइसकेको छु हजुरहरूको साथमा। हजुरहरूले माया र सपोर्ट गर्नुहुन्छ भनेर धेरै नै आशा गरेर मैले भिडियो बनाएको छु। र आज चाहिँ गाउँकै एकजना बहिनीको बर्थडे छ र उसको लागि म केक बनाउन जाँदैछु साथीहरू। हजुरहरू हेर्दै गर्नु होला मेरो भिडियो चाहिँ। र यता चाहिँ अब म सुरु पनि गर्न थालिसकेँ, हेर्नु होला हजुरहरूलाई। एउटा दिदीले चाहिँ भन्नुभएको थियो मलाई, बुनो के अरे भिडियो चाहिँ अलिक स्पिडमा नबनाउ न, केही पनि राम्ररी देखेन भनेर, किनभने भिडियो चाहिँ लामो हुन्छ भनेर मैले चाहिँ अलिकति स्पिडमा बनाइदिएको थिएँ नि त। त्यसको लागि आज चाहिँ मैले एकदम स्पिड नगरिकन राम्ररी चाहिँ देखाइदिँदैछु। हेर्नु होला हजुरहरूलाई मेरो केकको डिजाइन चाहिँ कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु नबिर्सिनु होला। र अब हेर्नु न, यता बाकस बनाउनुलाई एकदम केही आइडिया छैन। म चाहिँ हेर्दै त्यही पनि यता गर्दै थिएँ। ठिक्क मेरो बुढा चाहिँ आइपुग्नु भएछ र उसलाई सोधेर मैले चाहिँ यता बनाइ पनि सकेँ साथीहरू, हेर्न सक्नुहुन्छ। र केक पनि आन्टी लिन आउनुभयो साथीहरू। हजुरहरूलाई मेरो आजको के कस्तो लाग्यो भिडियो चाहिँ। यतातिर आन्टी चाहिँ केक लिन आउनु भइसक्यो। अब चाहिँ म केक दिनेछु। हजुरहरूलाई फेरि भेट्नेछु नेक्स्ट भिडियोमा।